नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले कथाकार भवानी भिक्षुद्वारा लेखिएको कथा साहुको सम्पत्ति लिएर आएको छु। आशा छ तपाईलाई यो कथा मनपर्नेछ। साहु हरिमानले जीवनको 60 वर्ष समाप्त गरिसकेर त्यो प्रश्न पाए जुन चाहिँ जीवनको प्रारम्भमै पाउनु पर्ने थियो। अब त कुन बेला यस प्रश्नको समाधान गर्ने? आजको आँखा अगाडि उनको व्यतीतका सारा दृश्यहरू एक एक गरेर छायाचित्र चाहिँ आई मात्र रहेछन् र प्रत्येक दृश्यको अन्त्यमा एउटा लामो श्वासका साथ एक भावनामा शून्यमा मिसिन जान्छ। त्यसै बेला यो कुरा थाहा पाएको भए त उनको सुरुको इतिहासमा उनी साहु हरिमानको ठाउँमा हरिचा थिए। एउटा 20 कोठा भएको काठको बट्टा त्यस हरिचाको पसल थियो र 20-25 वटा गोल्टिन चुरोटका खाली बट्टाहरू त्यस पसलका वरिपरिको सजावट थिए। सबभन्दा मूल्यवान माल 2-3 वटा असल चुरोटको हरिया राता कागज प्याकेटहरू र एक बट्टा सलाई थियो जसलाई उसले आफ्नो पैसा राख्ने सन्दुसमा राखी छाडेको थियो। कहिलेकाहीँ दशैं लक्ष्मी पूजाको वा त्यस्तै अरू कुनै जुवा फुकेको बखत त्यसको पसलमा 2-3 किसिमका राता सेता पानी भएका बोतलहरूको वृद्धि पनि हुन्थ्यो। आफ्नो 20 कोठाको कोठे पसलमा चिनिया बदाम, फुलौरा मकै, भट्टमास, भुटेको चना, पुष्टकारी गोली र झिंगा भनभनाइरहेका कुनै कालो मिठाई, जंगी सेल इत्यादिको रोजगार गर्दा गर्दै हरिचाले आफूलाई पायो कि त्यो हरिसाउ हुन गएको छ र त्यसको पहिलेको पसलभन्दा ठूलो पसलमा जिरा, मरिच, मसला, बेलायती मिठाई, पिपरमेन्ट, चकलेट इत्यादिदेखि लिएर साबुन, सेन्ट, क्रिम, अत्तर, सिगरेट, किला, पेचकिला यावतको उपयोगी व्यापार उ गर्न लागेको छ। समाजमा उसले एउटा प्रसिद्धि त होइन कि कानीखुसीको विश्लेषण पनि पाएको छ। पक्का ठग। त्यसपछि साहुको पसलको इतिहासमा उन्नति सिवाय अवनतिको कुनै परिच्छेद पनि छैन। यहाँसम्म कि उसले एक दिन आफ्नो पसलमा दाम राख्ने फलामे सन्दुस सेफ पनि ल्यायो र केही दिनपछि एकपल्ट त्यसलाई खोली प्रलुब्ध तुष्ट दृष्टिले त्यसमा भएका लक्कुका लक्कु र थुपराई राखेका दामहरू केही बेरसम्म निहालिसकेपछि त्यसै दिन साँझखेर पशुपतिमा गई एउटा महात्माको निकै बेरसम्म चाकरी गरी मसलाहरू चढायो अनि संकोच मान्दै उहाँसित उसले पुत्र प्राप्तिको कामना पनि प्रकट गर्यो। दृश्य बदलियो। हरिसाउ होइन कि साहु हरिमानका 2 छोरा, बिहा पनि भइसकेकी एउटी छोरी, 2 बुहारी, ठूलो घर, चल्ती भएको व्यवसाय, बुढी साउनी र बुढ्याईको उमेर थियो। गृहस्थीमा एउटा गृहस्थीकै उचित अल्झिरहेको वातावरण पनि थियो। अर्थात् दुवै छोराहरूमध्ये एउटा 12 जुवाडी भएको र अर्को चाहिँ त्यस जुवाडीसित निरन्तर झगडा गरिरहने र जम्मा भएको जम्मै माल आफै मात्र हात पार्ने वृत्ति पनि समात्यो। यस तवरले बाहिरतिर बन्द व्यापार राम्ररी चलिरहेको व्यस्तता र घरभित्रको हावामा ईर्ष्या, द्वेष इत्यादिको व्यस्तता थियो। दुवै बुहारीहरू पनि परस्पर अक्सर भनाभन गरिरहनाले घर पनि कम रमाइलो थिएन। साहु हरिमानले स्थिति देखे आफ्नो यतिका दिनको कष्टपूर्ण जीवनको विचार गरे। एक छाक मात्रै खाएर उसमा पनि कहिलेकाहीँ छाक पनि मकै भटमासद्वारा टारेर उनले आर्जन गरेको सम्पत्तिको महत्त्व सम्झे। फेरि यता घरको यो वातावरणलाई विचार गरे अनि त्यस उमेरमा पनि उनले कारोबार रोजगारलाई अझ आफ्नो सतर्कता दिएर फलामे सेफको साँचोलाई आफ्ना तनामा राम्ररी बाँधे। साहुसित अब घरको नाता एउटा यस्तो विरक्त प्राणी चाहिँ थियो जसले आफ्नो साधनाभित्र आफ्ना समस्त सन्तोषहरूलाई केन्द्रीभूत राखिरहेको हुन्छ। छोरा बुहारी यावत उनको लेखा कोही पनि थिएनन्। बरु तिनीहरूभन्दा बढ्ता परिचय रुपियाँ बाँकी लगाएका खतुका र रोजगारमा अनुचित तवरले आफ्नो फाइदा उठाउन खोज्ने उनको काम गर्ने मानिसहरूसित थियो। कान्छी बुहारी सुत्ने बेलामा भुनभुनाउन लागि, भर दिन जोतिएर काम गर्नु, राति 12 बज्न लागेपछि बल्ल छुट्टी पाएर सुत्नु, मबाट त अब हुँदैन। सासु त सासु, अरू एकजना घरकी मालिकनी मिजासैको फत्तो चल्दैन। पोइ चाहिँ घरको मालमत्ता जम्मै जुवामा थापिरहेछन्। अझ सासुबाट पनि ठुली बुहारी भनेर फुर्काएपछि के चाहियो? आफू मालिकिनी। पतिले भने पख, बुढोबाटो साँचो हुत्काएपछि दाइले जुवा खेल्लान्। अचम्म लाग्छ यो बुढोको पनि चाला देखेर। यतिको उमेरमा पनि कस्तो लोभी होला। तर जे भए पनि अहिले
उसको चाकरी नै गर्नुपर्छ। बाबु पनि हो, स्याहार सुसार गर्नु धर्म हुनेछ। फेरि यसैले त दाइलाई पनि तह लाउन सकिन्छ। जेठी बुहारीले आफ्नो जुवाडे पोइलाई सम्झाउन लागेकी थिए। हजुरसित के भनौँ, आफ्नो पुरपुरुको दोष कहाँ जान्छ र? नत्र कसैसित केही नबोले पनि सबैले यस्तरी कुरा किन सहनु पर्दथ्यो? कसैको केही दोष छैन, मेरै कसुर। बिजाइ नभए आज हजुर किन यस्तो भइबक्सन थियो? मै अभागी, हातमा एक पैसा पनि छैन, लुगा फाटेको हविगत आँखा अगाडि नै छ। जुवाडे पहिले फुर्ती लगाउँदै भने, हो देखिरहेछु, बडो काम गर्ने भएको। के मलाई पनि काम गर्ने ढङ्ग छैन? तर गरौँ किन? मलाई पनि जम्मै कुरा थाहा छ। बुढाको तनाको साँचोमा कसको दृष्टि पुग्या छैन। थाहा छ। मलाई पर्वाह पनि छैन। मेरो भाग्यमा भए जहाँ पनि वनमा पनि म राजा भएर बस्छु। बेइमानीको कमाई मलाई चाहिँदैन। तर चालामाला त सबैको थाहा छ, जम्मै थाहा छ। एकछिनसम्म यसो पतिको अनुहार हेरिसकेर आँसु पुस्दै जेठी बुहारीले पतिलाई खुवाउने व्यवस्था गर्न लागि। 2 दिनदेखि उसले घरमा खाए सुतेको थिएन। गृहस्थीभित्र यतिका अन्तर प्रवृत्ति थिए र बुढो हरिमानलाई चैन थिएन, विराम थिएन। उनको भित्रको खोक्रोपना के खाउँ के लाउँ भन्ने प्रतिध्वनिमा केवल सम्पत्ति आर्जनमा मात्र तुष्टि पाउँथ्यो। त्यो विकार त्यही चरितार्थ हुन्थ्यो। कमाउनु उनको साधना थियो, सञ्चय उनको तपस्या थियो र रुपियाँ उनको साधना तपस्या दुवैको फल, ठूलो वरदान थियो। किन्तु यी सारा शुष्कताभित्र एउटा रसको छारा पनि छरिरहेर त्यसै व्यर्थ गइरहेको थियो। बुढी साउनी कहिले जेठो छोरालाई हेर्दथे, दिनहीन आर्त, कहिले खान पाउने, कहिले भोकै सुत्ने, कहिले घरमा देखा पर्ने त कहिले काहीँ 2-4 दिन पत्तो नहुने। उसको भित्रको बुढी नारी निर्बल निस्तेज भएर गर्न त केही सक्दिनथे। तर छोरोलाई देख्दा उसमाथि आफ्नो ममताको सारा अमृत खन्याइदिएर उसलाई स्वस्थ सबल पारिदिउँ भन्ने उनको निर्बल आत्माको उद्वेग उसलाई निरन्तर हल्लाइरहन्थ्यो। सानो चाहिँ छोरालाई हेर्थे, यो आफ्नै दाइसित किन बाजिरहन्छ, किन भन्ने नभन्ने कुरा भनिरहन्छ। अरे ऊ पनि त मेरै छोरा हो, यो पनि मेरै छोरा हो, दुवै मेरै हुन्, फेरि दुवै किन बाजिरहन्छन्? उसको भित्रीको बुढो नारी निर्बल निस्तेज भएर गर्न त केही सक्दैनथे। तर यस छोराको दुराग्रहको अभिशाप, उसको खोटोपना आफै खुसी लिएर उसलाई के गरेर कसरी दाजुको भाइ नै पारिदिउँ भन्ने उसको शक्तिहीन ममता उसलाई निरन्तर विषादाच्छन्न पारिराख्थ्यो। पोइमाथि उसको अधिकार थियो, त्यहाँ भन्न सकिन्छ। कहिलेकाहीँ पीर खप्न नसकेर केही न केही गर्नु पर्यो भन्ने एउटा आवेगमा परि साहु कहाँ बुढी पुग्दथे। तर त्यहाँ पुगेर भन्ने कुरा केही पाउँदैनथे। निसङ्ग निर्लिप्त साहुसित के भन्ने? उनी पनि त्यस्तै थिए जस्तै बुढी साउनी। उनका पनि त ती दुवै छोरे हुन्। उनलाई पनि त त्यही दुःख त्यही पीडले खाइरहेछ। फरक के थियो भने त यति मात्रै, साहु पुरुष थिए, उनको पौरुष अझ मरेको थिएन। उनलाई कारबार, रोजगार, धन्दा लिनु दिनु थियो र बुढाबुढीलाई यी सबै कुनै आधार नभएर उनको निर्बल निराधार निस्साय ममता उसकै मुटु खाइरहन्थ्यो। भित्रको अमृतले नै उसको घाँटी च्यापेर सास रोकिदिन्थ्यो। गृहस्थीको यही व्यस्तताभित्र एक दिन एउटा महाकाव्य हुन गयो। साहुको जुवाडी छोरालाई जुवाको मार परेर रुपियाँको जरुरत थियो र साहुको तना हेर्नलाई त्यस जुवाडेको उद्वेगलाई खोजेर त्रस्त पार्ने मनसाय थियो। यही द्वन्द्वमा पर्नाले जिब्रोको सङ्घर्ष भयो अनि हाताहात अनि त्यसपछि घरमा भएका अस्त्र शस्त्रहरूको प्रयोग। कान्छोले जेठोको टाउको फुटाली रगत पच्छे गराइदिएर उसलाई पुलिसले समाति लग्यो र घाइते चाहिँ मरणसान्न अवस्थामा अस्पतालमा पुर्याइयो। दिनको 12 बजेको बखत थियो। सूर्यको तेज घाममा दुवै लड्न लागेकै बेलादेखि आफ्ना निर्बल हातले कहिले एउटालाई समात्न खोजेर धक्का खाई लड्ने र कहिले अर्कोलाई छुट्याउन खोजेर उसको हनाइको चोट खाएर लड्ने गर्दा गर्दै थाकिसकेको निस्तेज र करिब करिब अर्धमृत अवस्था जस्तो भएको बेलामा बुढी साउनीले त्यो अन्तिम दृश्य पनि आफ्नै आँखाले देख्यो। तब उसको उद्विग्न निसाएर केही बलै नपुग्ने छटपटिएको छातीभित्रबाट एउटा ध्वनि निस्क्यो, ए मेरा छोरा हो, हरे तिमीहरूले यो के गरेको बाबै? र एकातिर निसङ्ग अवस्थामा चुपचाप बसी त्यो आफ्नो 60 वर्षको उमेरमा आफ्नो भटमास फुलौरा जङ्गी सेलको पसलदेखि आजसम्मलाई सम्झिरहेर साहु हरिमान आफैसित सोधिरहेथे, यत्तिको तपस्या गरेर उपार्जित गरेको यस सम्पत्तिले मलाई सुख दियो कि दुःख? कथा रहेको थियो साहुको सम्पत्ति। कथाकार भवानी भिक्षु। लागौं अर्को कथातर्फ। कथाको शीर्षक रहेको छ कथा। कथाकार विश्वेश्वर प्रसाद कोइराला। धेरै पुरानो कथा हो।
त्यस युगको कथा हो जब यो पृथ्वीका मानिस देवलोकका देवतासँग प्रतिद्वन्दिता गर्थे। देवताहरू पनि दानवसँग युद्धमा पराजित हुने भएले पृथ्वीमा अवतरण गर्ने र कहिले दधिचीको हाड मागी औ कहिले दशरथसँग सहायताको प्रार्थना गरी विजय उन्मुख दानवलाई परास्त गर्न समर्थवान हुन्थे। आजकलका ब्राह्मणहरू जस्ता ती देवताहरू पनि उच्च पदमा आफूलाई आरूढ पारिराख्न आफूभन्दा साना जातिका मनुष्यहरूको कुनै प्रकारको पनि सहायता लिन सङ्कोच मान्दैन थिए। तर जब तिनै मनुष्य तपस्याद्वारा देवपदमा पुग्ने सुप्रयत्न गर्थे, देवताहरूको निम्ति यो असह्य हुन्थ्यो। त्यसो हुनाले देवताहरू सांसारिक मोह मायालाई त्याग गरेर घोर जंगलमा तपस्या गर्न गएका ऋषिहरूको तपस्या भङ्ग गर्न नाना उपाय गर्थे। तिनको सबभन्दा सफल उपाय थियो अप्सरालाई पठाई ऋषिहरूको तपस्यामा बाधा उपस्थित गराउनु। तिनै ताक एउटा मनुष्य यथार्थ ज्ञान प्राप्त गर्न, जुन ज्ञानले देव पद प्राप्त गर्न सकिन्थ्यो, जंगल पसे। उनको विश्वास थियो समाजको प्राणी भएर ज्ञान प्राप्त गर्न सकिँदैन। आमा बाबुको स्नेहको बन्धन र प्रियाको प्रेम बन्धन, मित्रको सौहार्द, समाजका कर्तव्य इत्यादि आत्मोन्नतिका बाधक हुन्। निर्जन स्थानमा मनुष्य समाजका सारा बन्धनलाई छिनालेर तिनी तपस्या गर्न लागे। जंगलमा कन्दमूल र कुटिनेरको सानो नदीको स्वच्छ जलले क्षुधा र पिपासा शान्त गरेर सारा समय तिनी समाधिमा लीन हुन्थे। समाधिमा बसेका बखतमा हिंस्रक पशु आफ्नो नृशंसतालाई बिर्सेर यिनलाई घेरेर बस्थे। मृग शावकहरू ऋषिसँग आफ्नो घनिष्ठता प्रकट गर्न सिंह, बाघ, भालुका समुदायलाई ठेल्दै ऋषिसँग टाँसिन पुग्थे। तपोभूमिको शान्त भङ्ग होला भन्ने आशंकाले बाघहरू आफ्नो टाउको तलसम्म निहुराएर बिस्तारै हिँड्थे। मृग र खरायोहरू मात्र निर्भय भएर बुडलुक्क उफ्रिन्थे। नदीको कलकल ध्वनि त्यसको शान्तिमा गम्भीरता थपिदिन्थ्यो। चराचुरुङ्गीको कलरवमा संगीतको मधुरता हुन्थ्यो। नदीको दाहिने किनारमा विशाल वृक्षहरूले घेरिएको एउटा सानो स्वच्छ स्थान थियो। त्यहाँ ती ऋषिको कुटी थियो। ईश्वरसँग साक्षात गर्न यदि कुनै स्थान उपयुक्त थियो भने त्यही स्थान थियो। तिनको तपस्याको प्रथम कार्य थियो शरीरको आफूमाथिको शासनलाई निर्मूल पार्नु, त्यसपछि मनमाथि विजय पाउनु र अन्त्यमा आत्मालाई ईश्वरमा लीन पार्नु। शरीरमाथि विजय पाउन उनले आफूलाई नाना प्रकारका कष्ट दिए। वैशाखमा सप्ताग्नि बालेर बसे, माघमा नदीमा घाँटीसम्म पानीमा डुबेर बसे। भोजन घटाएर अनेक दिन निराहार बस्न सक्ने भए। भोक, तिर्खा, शीतोष्णको बन्धनबाट मुक्त भएर उनी समाधिमा बस्न थाले। बिस्तार बिस्तार गर्दा गर्दै तिनी महिनौं समाधिमा लीन हुन सक्ने भए। एकचोटि तिनी समाधिमा आसीन भए। यो अवस्थामा बस्दा बस्दै महिनौं बित्यो। ऋतु परिवर्तन भयो। जंगलका पात झरेर वृक्षहरू नाङ्गा भए। फेरि पालुवा पलाउन थाल्यो। जंगल हरियो भयो। फूल फुलेर सुकेर तपोभूमिलाई ढाके। जंगलका फल लटरम्म फलेर हाँगाको माटो छुन थाले। फल पाके। ऋषि समाधिस्थ छन्। भित्र तिनका आत्मा अलौकिक ज्योतिले दीप्त हुँदै गएको थियो। जति जति दिन बित्दै गए उति उति भित्रको ज्योति बढ्दै गयो, शान्ति थपिँदै गयो। तपोभूमिको दुबो बढेर ऋषिलाई छोप्न थाल्यो। धमिराले बिस्तारै उनको गोडातिर घर बनाउन थाले। ऋषि निश्चल भए, तपस्यामा थिए। बाहिरको प्रकृतिको परिवर्तनले तिनको भित्रको शान्ति भङ्ग गर्न सकेको थिएन। तिनको भित्र एउटा अद्भुत अपार्थिव ज्योति बलिरहेको थियो। तिनको सारा शरीर, मन, आत्मा सबैले कहिले अन्त्य नहुने आनन्दको अनुभव गर्न थाले। तिनी सहस्र सूर्यको ज्योतिपुञ्ज आफूमा अनुभव गर्न थाले। के तपस्या सफल भएको होइन? ऋषिका आँखा आफै उग्रेर आफ्नो चारैतिरको परिवर्तन आफ्नो शरीरमा छातीसम्म धमिराले लागेको माटोको गुटको ध्यानै नराखी तिनका प्रथम दृष्टि पर्यो स्नान गरिरहेकी एउटी रमणीमाथि। ऋषिको तपस्याले इन्द्रासन जब डगमगाउन थाल्यो तब इन्द्रले आफ्नो सभाकी सबभन्दा सिपालु र सबभन्दा राम्री अप्सरालाई त्यहाँ पठाए। रमणी आफू एक्ली छु भनेर निशङ्क भएर शरीरबाट सारा वस्त्र झिकेर नुहाउनु भन्दा बढ्ता पानीसँग जिस्किरहेकी थिइन्। तिनको गोरो शरीरमा स्वास्थ्यको चिन्ह रक्त आभा जस्तै दीप्त भएको थियो, जस्तै हिमालयका शिखरमा सूर्यको प्रथम किरण पर्दा हुन्छ। घुँडासम्म नदीमा उभिएर अञ्जुलीमा पानी लिन भनेर निहुरिँदा वस्त्र नभएको तिनको शरीर रजनीगन्धाले निर्मित भएको जस्तो शुभ्र देखिन्थ्यो। आहार पाएपछि चन्चु प्रहार गर्न उद्धत भएका पक्षीद्वय जस्ता अधोमुखी स्तन युग्म महान सुन्दरताका केन्द्र थिए। यस्तो अवस्थामा त्यो युवतीमाथि उद्धारवेता ऋषिको दृष्टिगत भयो। भित्रको शान्ति र आनन्द र बाहिरको निर्जन एकान्तमा नदीको धारमा उभिएको नदीको प्रवाहले आफूलाई दृश्य पारेर
उभ्याएर नसकेको बेद जस्तो काम्न थालेकी। सुन्दरी युवतीमा ऋषिले केही भेदको अनुभव गरेनन्। समाधिको पराकाष्ठा वा ऋषिको मर्न नसकेको वासनाको प्रतिमूर्ति ती रमणी थिइन्। ऋषि बिस्तारै उठे। तिनी बसेका ठाउँमा घाँस उम्रिएको थिएन। उनी आफू समाधिमा भएका समयमा उत्पन्न भएको शान्तिको अझै अनुभव गर्दै सोझै ती स्नान गर्न थालेकी रमणीनी र गए। तिनीहरूको त्यही स्वयंवर भयो। ऋषि जंगलमा बिहा गरेर घर फर्किए। तिनले जंगलमा गरेको तपस्याको यस चारैतिर फिजिसकेको थियो। त्यो देशका राजा ठूलो समारोहसँग तिनको दर्शन गर्न जाने तर्खर गर्न लागे। तर तिनी त जंगलबाट कुनै किन्नरीसँग बिहा गरेर पो फर्किए। ऋषिको त्यत्रो ठूलो पतन देखेर सारा समाज विस्मयमा पर्यो। स्वागत गर्न तत्पर भएका मानिसहरूले एउटी युवतीलाई तिनको साथमा देखेर मुख फर्काए। जान्ने सुन्नेले यो ऋषिको तपस्यादेखि आत्तिएर इन्द्रले पठाएको कुनै अप्सरा हो भन्ने निश्चय गरे। तिनी एउटा गाउँमा घर बनाएर त्यहाँका मानिसहरूले गर्ने व्यवसाय कृषि गरेर गृहस्थी गर्न थाले। कालगतिले तिनलाई सन्तान पनि भयो। गाउँलेहरूलाई सानोतिनो आफूबाट हुने सहायता दिन तिनी र तिनकी पत्नी सदैव तत्पर हुन्थे। गाउँमा कोही बिरामी भयो भने तिनको पत्नी सेवामा पुग्थिन्। राजाका ढोकामा शमशानमा पहिलेका ऋषि तर अहिलेका दुई कुमारका पिता गाउँमा मान्छेहरूका साथ दिन्थे। तिनको सानोतिनो दया र सहायताका पात्र त्यस गाउँका सारा प्राणी थिए। कुनै गाउँलेहरूलाई कष्ट पर्दा तिनीहरू कहाँ खुर्र गएर आफ्नो अधिकार नै छ जस्तो गरेर उनीहरू तिनका सहायताको दावी गर्थे। तर तिनको ऋषित्वको पतन गाउँलेहरूले बिर्सन सकेनन्। तिनीहरू आफ्ना घर अघि खाबो गाडी गाईको छाप्रो बनाउन भनी व्यस्त भएका ती ऋषिलाई शंकाका दृष्टिले हेर्थे। इनारमा घैला लिएर पानी फर्न जान थाले कि तिनकी पत्नीलाई देखेर तिनीहरू विचार गर्थे, कतै कुनै किचकर्नेले त तिनलाई आफ्नो बसमा पारेकी होइन। तर तिनी जंगलमा समाधिमा लीन हुँदादेखि एक्कासी उत्पन्न भएको सुख र शान्तिको अझै अबाध अनुभव गरिरहेका थिए। कथा रहेको थियो कथा। कथाकार विश्वेश्वर प्रसाद कोइराला। यो सँगै आजका लागि 2वटा कथाहरू सकिएका छन्। कथा सम्बन्धी प्रतिक्रिया भए कृपया कमेन्टमा उल्लेख गर्नुहोला। भोलिको भिडियोमा अर्को कथाको साथ उपस्थित हुने नै छु। तबसम्मको लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।